हामी देख्छौँ लुतले सब कुरो प्राप्त गर्यो, इज्जत पनि पायो अरे, भोलिको दिनमा गएर घर पनि पायो, तर खरानी खरानी भएको छ उसको धन। त्यो घरमा कति चाहिँ पैसा थियो होला अस्तिको जस्तो, यता पुरा निकाल्दै थियो नि त्यस्तो, त्यो घरमा पैसा पनि राखेको थियो होला, दुनियाँभरको पैसाहरू के हो, अस्तिको जस्तो खरानीमा के भयो, परिणत भएको कुरा आज हामी देख्दछौँ। खरानीमा बस्नुपर्छ भोलिको दिनमा गएर। यसैले तपाईँ र मैले के गर्नुपर्छ, यहाँबाट बुझ्नुपर्छ, गलत कुरोमा दृष्टि लाउनु हुँदैन। पुरा संसारमा आउँछ नि, यसै कारण तपाईँ घरमा गइसकेपछि हामीले के गर्नु हुँदैन, गलत कुरोमा दृष्टि लाउनु हुँदैन। र मात्र तपाईँ म चिप्लिँदैनौ, प्रभुको दास भएर प्रभुको घरमा बसेर गीत गाउँदै रहेछ कि, तर दृष्टि चाहिँ कहाँ लगाएको रहेछ, भएर त्यसको त 2टा गाडी भइसक्यो। आमामामा, दिदी बहिनीमा मैले थाहा पाएँ नि, एउटा साडी आन्टीले किनिसकेपछि अर्को साडी दिदी बहिनीले 2टा थपिहालेको मैले थाहा पाइसक्यो। उता चाहिँ उसले हेरेछ, अब्बे उसले त कहाँ राम्रो सिल्कको लगाएको रहेछ कि, अब म त्योभन्दा पनि माथिको लाउँछु भनेर घरमा बाउलाई अशान्ति नि हो, कहाँबाट ल्याउँछौ 5000 को साडी, मामुली कुरा हो। तर हेर्नुहोस् त अरूलाई दृष्टि लाउँदा आज कति ठुलो घरमा गोलमाल हुन्छ। यसै कारण तपाईँ गलत कुरोमा के गर्नु भएन, दृष्टि लाउनु भएन। पहिलो सक्न आँटे है। अब दोस्रो कारण, जुन कारणले गर्दा हुँदी प्रभुको दास चाहिँ यहाँ के गर्दैछ, लड्नु आँटेको छ। दया गरी तपाईँले पढ्नुहोस् बहिनी, 3 व्यस्तताले भरिएको मान्छे भनिकन बताउँदछ। यो व्यस्तताले चाहिँ तपाईँ र मलाई प्रभुदेखि टाढो, संगतिदेखि टाढो बनाउँछ। यसै कारण तपाईँ र म त्यति व्यस्त पनि हुनु भएन। यसै कारण ठुल्ठुलो प्रभुको दासले भनेको रहेछ, व्यस्तता चाहिँ विश्वासीहरूको जीवनमा चाहिँ एउटा शैतानको एउटा पासो हो भनिकन आज बताउँदछ। त्यसै व्यस्त बनाइदिन्छ। रिटायर भयो अब भए पनि व्यस्त, गोरु बेचिसक्यो भए पनि व्यस्त, भैँसी बेचिसक्यो भए पनि व्यस्त। तपाईँ र मैले यदि गऱ्यो अरे भने यो कत्रो खतरा भयो। तर प्रभुको वचन बाइबलमा मैले हिजो हेर्दै थिएँ, प्रभुको दास दासीहरू ठुल्ठुलो पदमा पुगिसकेको रहेछ, मिनिस्टरहरू भइसकेको रहेछ, तर यस्तो खालको व्यस्ततामा पनि उनीहरूले परमेश्वरको सेवा चाहिँ गरे है। त्यो एकजना प्रभुको दासको चाहिँ नाम चाहिँ के रहेछ, दानियल भन्छ। प्रभुको दास दानियल तपाईँ र म जस्तो लेङफेङ्गे मान्छे होइन, हामी जस्तो साधारण मान्छे होइन। ऊ त एउटा उच्च अधिकार चुन्छ, भन्नुको अर्थ चाहिँ उसको जिन्दगी चुन्छ, उसको सुरक्षा चुन्छ, घरले उसको त्यो आनन्द चुहेर जान्छ, उसको सब प्रकारको आज महिमा नै आज के भन्छ, चुहेर जान्छ, ऊ खत्तम हुन्छ भनेर भनेको। यसैले तपाईँ र मैले के गर्नु हुँदैन, अल्छीपन भन्ने कुरो तपाईँ र मेरो जीवनमा चाहिँ तपाईँ र मैले हटाइदिनुपर्छ। प्रभुको सेवामा जानका निम्ति अल्छी, प्रार्थनामा बस्नका निम्ति अल्छी, उपासनामा बस्नका निम्ति अल्छे, अनि यो अल्छेपनले चाहिँ तपाईँ र मेरो जिन्दगीलाई बर्बाद पार्छ, तपाईँ र मेरो सेवालाई पनि खतम पारिदिन्छ। मण्डलीमा जान तपाईँ र मलाई मन पर्दैन, अनि प्रभुबाट हामी तपाईँ र मैले यही बुझ्न सक्छौँ, तपाईँ र म के गर्छौँ, चिप्लिन्छौँ। तपाईँले पहिला पनि सुन्नुभएको एउटा एक्जाम्पल बताइकन यो मैले मेसेजलाई राखिहालेको छु। त कुरा चाहिँ के छ भन्दाखेरि, अल्छे मान्छेले चाहिँ बहुत मान्छेको जिन्दगीमा कसैको लाइफमा बेसी गुनासो हुन्छ अरे भने नि अल्छी मान्छेको लाइफमा नै गुनासो हुन्छ। अनि एउटा पद तपाईँ र मैले कोलोसीको किताबमा पाउँछौँ, अल्छे मान्छेले चाहिँ थाल थाल भात खानु हुँदैन भनेर बताउँदछ। अल्छी मान्छेले के नगरोस् अरे, भातै नखाओस्, बस बरु भोकै बसेर मरोस् भनेको, खास चाहिँ सिधै भनेको मरोस् भनेको नि त। जाओस् बरु, किन बस्नु, धरतीको बोझ भनेको। बित्थामा एकजना मान्छेले अलिक हल्का त हुन्थ्यो, अर्को गइदिइहालेको भए भनेर भनेको नि त, यो त बोझ भयो भनेको। यसैले गर्दाखेरि स्पिरिचुअल लाइफमा पनि यो अल्छीपन चाहिँ डरलाग्दो। यसै कारण बाइबलमा लेखेको छ, तिमीहरू अल्छे नहौ भनिकन आज यसरी यस ठाउँमा बताएको कुरा आज हामी देख्दछौँ। यसै कारण हामी आत्मामा अल्छे तपाईँ र म हुनु हुँदैन, जोसिलो हुनुपर्छ भनिकन यस ठाउँमा बताउँदछ। तर अल्छे मान्छेले चाहिँ यस्तो यस्तो कुरोहरू गर्दछ। 2 जना दाजुलाई प्रभुको सेवाकाईको लागि हाम्रो कालिम्पोङ एलसुदाईबाट सेवा गर्नका निम्ति, अब बुझ्नका निम्ति हाम्रो उता झोलोङ भन्ने ठाउँमा सेवाको लागि पठाएको हो। खुसी छ, 2 जना गयो। तर 2 जना गइसकेपछि तर 2 जना दाजुहरू अल्छे है। तर एकजना चाहिँ अल्छे, अर्को चाहिँ महा अल्छे, बुझ्नुभयो। अनि एलसुदाईमा टेन्डुमहलको चाहिँ के थियो भन्दाखेरि, काम नगर्ने मान्छेलाई चाहिँ पालाक पुलुक हेर्थे कि खेदाइहाल्ने, अहिलेको शब्दमा चाहिँ पठाइहाल्ने। काम नगर्ने मान्छे भने चाहिँ खेदिहाल्थ्यो। किन टेन्डुम अङ्कलले के भन्थ्यो भन्दाखेरि नि, यिनीहरूलाई राख्यो भने चाहिँ नि, राखिराख्यो भने चाहिँ नि यो काम गर्नेहरू पनि अल्छे हुन्छ, किनकि एकजना अल्छेले डल्लै अल्छे बनाउँछ। Book to read is the Bible. The best book to read is the Bible. If you read it every day, it will help all the way. Oh, the best book to read is the Bible. Bible पढ़ो करो
प्रार्थना कि हामी बढ्दै जाऊँ कि बढौँ बढौँ नाता बढ्दै जाऊँ। हो सबलाई प्रेमी जय मसीह प्रभुलाई धन्यवाद होस्। बडो आशिषको समय हामीले बेथलेम प्रार्थना भवनमा हामीले बिताउन पायौँ। हामी अत्य नै ब्लेसेड भएका छौँ, हामी आशिषित बनिसकेका छौँ। अनि प्रभुको दासहरूले हामीलाई बताए अनुसार भने अनुसार हामी सबैले प्रभुको वचनबाट आशिष पाएका कुराहरू हाम्रा दाजुहरूले पनि हामीलाई बताइरहनु भएको खण्डमा हामी धेरै खुसी छौँ। हामीले प्रभुको वचनबाट आशिष पाएर हिजो हाम्रो दाजु बोजले भन्दै हुनुहुन्थ्यो, हामी सबैको अनुहारमा एक प्रकारको चमक भनौँ अथवा एउटा उज्यालो अनुहार हामीले देखिराखेका छौँ। यो नै एउटा ठुलो आशिषको कुरा हो भनिकन यहाँले बताइरहनु भएको हो। तर एउटा कुरो तपाईँलाई मैले बिर्सिनु हुँदैन, अब हामी यसरी सधैँ सधैँ रहन सक्दैनौँ। तर एउटा हाम्रा दुल्हा आइरहनु भएको छ, यो गीतले भने जस्तो। अनि यो दुल्हा आइसकेपछि जब हामी माथि पुग्छौँ, हामी सधैँ सधैँ यही प्रकारले प्रभुको उपासना गर्दै, यही प्रकारले उहाँको आराधना गर्दै तपाईँ र म के गर्नेछौँ, बस्नेछौँ। हामी छुट्टिनु पर्दैन। जे जस्तै भए पनि हामी एउटै सन्तान भएकोले हिजो विदाईको गीत गाइराखेका थियौँ, आँखा रसिन्छ नै, एक प्रकारको कसो कसो लाग्छ नै हामी बिछोड हुँदाहुँदी। तर पनि हामी बिछोड हुनै पर्छ। अब यो बिछोडको समय एकदमै नजिक आएको खण्डमा तर हामीले यो आशिष पाएर अब हाम्रो आफ्नो घरमा आफ्नो मण्डलीमा अनि यहाँ रहनेहरू यहाँ बस्दछ। अनि शैतान चाहिँ यति रिसाएको छ। हामीले पाएको आशिष यसले खोज्न चाहन्छ। आज हामीले पाएको आनन्द आज यसले खोज्न चाहन्छ। हामीले पाएको उद्धारको निश्चयता यसले आज हामीबाट खोज्न चाहेको कुरा आज हामी देख्दछौँ। यसरी तपाईँ र मेरो जीवनमा शैतानले हाम्रो जीवनमा पाएका यो प्रकारको आशिषहरू खोज्न नदिनका लागि चाहिँ तपाईँ र म अब आफ्नो घरमा गएर कस्तो जीवन जिउनु पर्छ, यो मण्डलीमा बस्दा हुँदी कस्तो खालको आज भएर हामी बस्नुपर्छ भन्ने कुरो चाहिँ हामी छोटकारीमा हामी के गर्छौँ, प्रभुको वचनलाई हामी हेर्नेछौँ। त मसँग एउटा पद तपाईँले पढ्न पर्छ। दया गरिकन आउनुहोस् भजनको किताब 73, भजनको किताब 73 भजनको किताब 73 अध्यायको हामी 1, 2 अनि 3 पदलाई एकदमै ध्यान दिएर पढौँ ल। म एकदमै लामो गर्ने छुइनँ किनकि अब हामी छुट्टिनु पर्ने हुन्छ, तर त्यति छोटो पनि हामी गर्दैनौँ। र अब हामी के गर्ने रहेछौँ, म 1 पढ्दैछु, हजुरहरूले 2 पदलाई ध्यान दिएर पढ्नु होला। आसापको भजन यहाँ भन्दैछ है, यो चाहिँ मनमा राख्नुपर्छ। आसापको भजन, साँच्चै इजरायलका निम्ति परमेश्वर भला हुनुहुन्छ, उनीहरूका निम्ति जसको हृदय शुद्ध छ। 2 पद पढ्नुहोस्। तीन पनि सबैले पढौँ। किनकि दुष्टहरूको उन्नति देख्दा मैले घमण्डीहरूलाई डाहा गरे। अब फेरि एउटा पद पढ्छौँ, त्यो चाहिँ हो यसैको 17 पदलाई पनि हामी सबैजना मिलेर फेरि पढौँ। यसैको 17लाई पनि हामी पढ्छौँ ल, पढौँ। जबसम्म म परमेश्वरको वासस्थानभित्र गइन तब मैले तिनीहरूको अन्त बुझे। आमीन। हामी सहायताको लागि प्रार्थना गर्छौँ। जिउँदो अनुग्रहकारी विश्वासयोग्य परमेश्वर पिता, राजाका राजा प्रभु निम्ति तपाईँ प्रभुले आज हामीलाई एकदमै आज रिफ्रेश बनाउनका निम्ति जग्गा जग्गामा तपाईँ प्रभुले सेवाकाई राखिदिनु भयो। प्यारो प्रभुजी, यस बीचमा आज बाहुने डाँडा बेथलेम यस मण्डलीमा पनि तपाईँ प्रभुले आज हामीलाई आज एकदमै आज ताजा पार्नका निम्ति तपाईँ प्रभुले आज हामीलाई रिफ्रेश बनाउनका निम्ति यो सेवाकाई आयोजना गरे। यद्यपि आज यो सेवाकाई गर्न त्यति सजिलो थिएन। यहाँका प्रियहरूले आज धेरै मेहनत गरेको हामीले हाम्रो आँखाले देखिराखेका छौँ। धेरै खर्चहरू पनि यहाँले गर्नुभएको छ। अघिबाट नै यत्रो यत्रो बाँसहरू काटिकन आज प्रिपरेसनको वर्कहरू तपाईँ प्रभुले गर्न दिनुभयो। आज यहाँले धेरै मेहनत गरे, पसिना चुहाए, आज खर्चहरू पनि गरे। प्रभु, यत्रो ठुलो आज परिश्रम तपाईँले खेरा फाल्न दिनु भएन।
आज तपाईँ प्रभुले हामी जस्तो कमजोर तपाईँ प्रभुको दासहरूलाई आज हामीलाई तपाईँ प्रभुले ल्याइकन तपाईँ प्रभुले आज युज गरेको अनुभव आज हामीले गर्न सक्यौं। तपाईँ प्रभुको दासहरूले पनि बताइरहनु भएको छ। हामी यसमा अति हर्षित छौं। हाम्रो सानो सानो भाइहरूलाई तपाईँ प्रभुले ल्याउनु भयो। यिनीहरू उमेर सानो नै भए तापनि आज प्यारो प्रभु सन्डे स्कुलको सेवा पनि यिनीहरूले आज राम्रो प्रकारले गर्नमा यहाँहरूलाई तपाईँ प्रभुले सहायता गर्नुभयो। सिस्टर ग्यादरिङमा पनि तपाईँले आशिष दिनुभयो। ब्रदर्स ग्यादरिङमा पनि तपाईँले आशिष दिनुभयो। हरेक सेवाकाईमा तपाईँ प्रभुले आशिष दिएर हामीलाई ब्लेसेड तपाईँले बनाइसक्नु भएको छ, आशिषित बनाइसक्नु भएको छ। हाम्रो मुटुले नमाने तापनि अब हामी छुडिनु बेला अब आइसक्यो, विदाईको घडीमा आइपुगेका छौं। यो शैतान जो अति रिसाएको छ, जसले आज अति क्रोध गरेको छ, हामीले पाएको आशिषलाई लुट्न चाहन्छ, आज यो अनुहारमा आएको यो चमकलाई फेरि पनि कालो बनाउन चाहन्छ। यसै त प्रभु अब आफ्नो घर मण्डलीमा गएर कसरी आफ्नो जीवन बिताउन पर्ने हो भन्ने सम्बन्धमा आज एउटा दुईटा वचन जो तपाईँले हामीलाई दिन चाहनु भएको छ बताइदिनुहोस्। म एउटा कमजोर पात्रलाई तपाईँले प्रयोग गरिकन तपाईँले आज मलाई मसँग पनि तपाईँले बात गर्नुहोस्। भजनको किताब 73 अध्यायलाई पढेका छौं। यस बीचबाट आफ्नो वचन तपाईँले दिनुहोस्। प्रभु तपाईँबाट अनुग्रह दया अनि सहायता चाहँदै प्रार्थनालाई मुक्तिदाता प्रभु यीशु ख्रीष्टको नाममा चढाउँछौं। सुनि ग्रहण गर्नुहोस्। आमीन। यो जुन चाहिँ भजन छ अहिले मैले भन्दै थिएँ जोर से आसापको भजन। अनि यो आसाप भन्ने चाहिँ मान्छेको नाम हो। अनि यो आसाप भन्ने प्रभुको दास अथवा मान्छे चाहिँ को थियो रहेछ अरे भन्दाहुँदी बाइबलमा लेखिएको छ। यो कुरा हामी पहिलो इतिहास 16 अध्यायको पद पढ्दैनौं, 4 अनि 5 पदमा लेखिएको छ। आसाप भन्ने मान्छे चाहिँ एउटा राम्रो गीत गाउने बुझ्नका निम्ति बजाउने मान्छे थियो भनिकन आज बताउँदछ। अथवा ऊ एउटा चिफ म्युजिसियन पनि भनिकन आज यस ठाउँमा बाइबलमा धेरै ठाउँहरूमा लेखिएको कुरा हामी देख्दछौँ। ऊ गाउने र बजाउने मात्रै नभएर आज ऊ चाहिँ एउटा प्रभुको दास पनि थियो। एउटा आत्मिकी मान्छे हामी यसरी भन्न सक्छौँ। प्रभुको घरमा बसेर प्रभुको सेवा गर्ने एउटा प्रभुको दास हुनुहुन्थ्यो, जसको नाम चाहिँ हो आसाप भनिकन यस ठाउँमा बताएको छ। अनि भजनको किताबमा चाहिँ यो जो भजनको किताब छ कतिले भन्छ दाउदले लेखेको, दाउदले प्रभुको दास दाउदले लेखेको भन्छ। तर भजनको किताब चाहिँ प्रभुको दास दाउदले मात्र नभएर थुप्रै प्रभुको दासहरूले लेखेको किताब हो। यहाँ हामी कोराको छोराहरूले पनि लेख्यो भनिकन बताउँदछ। त्यही प्रकारले धेरै भजनहरू मध्ये चाहिँ यो आसाप भन्ने प्रभुको दासले पनि भजनको किताबमा चाहिँ 12 वटा पुस्तक लेखेको कुरा हामी पाउँछौँ। कतिवटा अरे भन्नुहोस् दया गरिकन? 12 वटा भजन चाहिँ प्रभुको दास आसापले लेखेको कुरा आज हामी पाउँदो रहेछौँ। अनि सबैभन्दा पहिलो भजन जो प्रभुको दास आसापले लेख्नु भएको छ त्यो भजन चाहिँ हो भजनको किताब 50 अध्याय। भजनको किताब 50 अध्याय चाहिँ प्रभुको दास आसापले लेख्नु भएको पहिलो भजन हो। मनमा राख्नुहोस् है। विशेष गरिकन हाम्रो जवान भाइहरू, हाम्रो बहिनीहरू भोलिको दिनमा युथ क्याम्पमा मलाई एकदम बोध छ एक दिन क्विज गराउने। अनि क्विज गराउँदाखेरि चाहिँ यो प्रश्नहरू पनि आउला। हाम्रो ब्रदर मोजेसले सधैँ युथ मिटिङमा आज यहाँले गराउनुहुन्थ्यो, पछि फेरि भयो भनेर समय निकालेर हामी क्विजको सेवाकाई गर्दा हुँदै हामीले मनराममा राख्नुपर्ने हुन्छ। यो प्रश्नहरू हामीले गरौँला कि आसापले लेखेको पहिलो भजन कुन चाहिँ हो भन्दाखेरि 119 भन्नु मिलेन नि। फेरि त्यति बेला चाहिँ हामीले बुझ्नुपर्छ पहिलो भजन चाहिँ के रहेछ, 50 अध्याय। अनि यो 50 अध्यायमा चाहिँ नि प्रभुको दास आसापले के विषयमा बेसी बताएको छ भन्दाखेरि चाहिँ उसको हृदयप्रति परमेश्वरको विश्वासको विषयमा बताएको छ। उसको हृदयमा परमेश्वरप्रतिको आनन्दको विषयमा बताएको छ। राम्ररी पढ्दा बुझ्छ। परमेश्वरको महानताको विषयमा बताएको छ। परमेश्वरको आज भरोसाको विषयमा उसको हृदय चाहिँ प्रभुमा कस्तो प्रकारको स्थिरता छ भन्ने विषयमा चाहिँ भजनको किताब 50 अध्यायमा चाहिँ प्रभुको दास आसापले भन्नुभएको छ अथवा लेख्नु भएको छ। अनि यो अहिले पढेको जुन चाहिँ 73 अध्याय छ यो पनि प्रभुको दास आसापको यो चाहिँ दोस्रो भजन हो। कुन भजन रहेछ फेरि भन्नुहोस्? दोस्रो भजन हो। यो चाहिँ तपाईलाई मैले बुझ्नुपर्छ। पहिलो चाहिँ 50 अनि 73 चाहिँ दोस्रो भजन हो। तर यो दोस्रो भजनमा आइपुग्दा नपुग्दा त प्रभुको दासको त बिजोग भइसकेछ। यहाँ दोस्रोमा आइपुग्दा नपुग्दा यहाँ उसले भन्दैछ साँच्चै इजरायलका निम्ति परमेश्वर चाहिँ भलाइ नै हुनुहुन्छ कि, तर मेरो विषयमा बताउनु हो भने चाहिँ मेरो जिन्दगी राम्रो छैन भनेर भने। अब 50 अध्यायमा कस्तो दामी दामी कुरा गरेको छ, तर दोस्रो भजन 73 अध्यायमा आइपुग्दाखेरि चाहिँ उसले यति नमिठो कुरा गरेको छ। एउटा प्रभुको दासले, एउटा गीत गाउने मान्छेले, गीत बजाउने मान्छेले, परमेश्वरको स्तुति गर्ने मान्छेले उसले भन्दैछ म चाहिँ चिप्लिनै आँटेको हो,
म बाटो बिराउनै लागेको छु भनिकन यस ठाउँमा बताएको कुरा हामी देख्छौँ। यो कस्तो कुरो, यो कति सिरियस कुरो छ। दया गरिकन पढिदिनुहोस् 73 को 2 पदलाई दया गरिकन छिटो पढ्नुहोस्। मेरो विषयमा चाहिँ मेरो पाउहरूले मेरो बाटो चाहिँ बिराउनै लागेको थिए, मेरो पाइलाहरू चिप्लनै आँटेका थियो। यहाँ यति साह्रो गहिरो कुरो तपाईँ र मैले यहाँ देख्छौँ। अरे कोही साधारण मान्छे पनि होइन, वास्तवमा भन्नु भने साधारण विश्वासी पनि होइन। एउटा राम्रो गीत गाउने, बजाउने, लेख्ने, आराधना गर्ने, उपवास नगर्ने एउटा चिफ आज एकदमै आज प्रभुको सेवा गर्ने मान्छेले भन्दैछ म चाहिँ चिप्ला नै आँटेको छु, मेरो बाटो चाहिँ बिराउनै लागेको हो भनिकन यस ठाउँमा बताउँदछ। भन्नुको अर्थ चाहिँ शैतानले चाहिँ नि प्रभुको दासलाई पनि छोड्दैन, विश्वासीलाई पनि छोड्दैन। अहिले सेवा गर्दैछन् अरे भने यहाँ आनन्दले हामी यति साह्रो रमाहाट भएको छौँ। एकजना प्रभुको दासले चाहिँ नि यसरी एउटा अनुभव बाटिरहनु भएको थियो। सेवा चाहिँ के हो अरे भने नि प्रभुको दास मोसा माथि पर्वतमा गइसकेपछि चाहिँ नि के भएको छ, माथि पर्वतमा गइसकेपछि प्रभुको उपस्थितिको प्रतापले चाहिँ के भएको छ, अनुहार उज्यालो न उज्यालो। दाजुले मलाई हिजो उज्यालो अनुहार भन्दाखेरि मलाई त्यो याद आएको के एकदम अनुहार उज्यालो। यो सेवा चाहिँ त्यस्तै हो। सेवामा आइसकेपछि त्यो प्रभुको महिमालाई प्राप्त गरिसकेपछि उज्यालो भएर जान्छ। घरमा पुग्दा नपुग्दा एकदमै आज मजाले घाम लागेर आज परेको इस्कुस जस्तो बिस्तारै यस्तो हुँदै जान्छ हो। त्यहाँबाट 3 दिन 4 दिन बितिसकेपछि त सक्यो। मैले त्यो अनुभव गरेँ हौ। यहाँ आएर फर्स्ट दिनमा आउँछु म, विश्वासीहरू छ, अनुहारहरू हेर्छु, होइन शान्ति नै नपाएको जस्तो के भइराखेको छ, मेरो मनको कुरा म बताउँदैछु कि। अनि मैले प्रभुको दासले भन्नुहुन्थ्यो, अनि बिरुवामा पानी लाउँदाखेरि चाहिँ यसरी फक्रिन्छ भनिकन प्रभुको दासले प्रचार गर्नुहुन्छ। अनि मैले सोचेँ बिचरा हुनु पनि पहाडमा भने जस्तो हाम्रो कालिम्पोङमा धरानमा जस्तो सङ्गति छैन, सालमा यो 3 वटा सेवा हुन्छ। अनि साँच्चै सुकिराखेको अनुभव चाहिँ मैले पनि गरेको। अनि प्रभुलाई प्रार्थना पनि गरेँ, प्रभु के भइराखेको छ, तपाईँले राम्रो प्रकारले वचन ल्याइदिनु भएन अरे भने म सक्दैन। हाम्रो प्रभुको दास हाम्रो अङ्कल पनि वृद्ध हो, सक्ने कुरा छैन, तपाईँले सहायता गर्नुपर्छ भनेर धेरै घोडामा बसेर प्रार्थना गरेको। मैले मेरो विषयमा बताएको होइन। यति साह्रो प्रभुको वचनमा यस ठाउँमा आएर हामीले मेहनत गऱ्यौँ। हिजो त मेरो यो जोड्नी दुख्दै थियो, यो पनि दुख्दै थियो, घोडा पनि दुख्दै थियो, घोडा टेकेर बसेर पढ्दा लेख्दा यति साह्रो। अनि मैले अनुभव गरेँ यो वचन दिनु पनि दिनभरि ढुङ्गा बोक्नु जतिको रहेछ भन्ने अनुभव मैले प्राप्त गरेँ। यति साह्रो मेहनत हामीले गर्न पर्यो। तर प्रभुले के गर्नुभयो, पहिलो दिन दोस्रो दिन गर्दै अलिक फक्रेको, अलिकति आनन्द भएको, अलिक रमाहाट भएको अनुभव गर्दा मलाई सन्तुष्ट लागेको छ, मलाई खुसी लागेको छ। र त्यही हुन्छ। अहिले एउटा यस्तो महिमालाई तपाईँ र मैले प्राप्त गरिसकेको छौँ। अब तपाईँ र म घर पुग्दा नपुग्दा ऐनामा हेर्दाखेरि यो अनुहार उज्यालो चाहिँ भरे कालो 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 हुनु चाहिँ भएन। तर शैतानले यसै गर्नु सक्छ। किनभनेदेखि प्रभुको दास आसाप चाहिँ प्रभुको सेवा गर्दा गर्दै म चिप्लन आँटेको हो भनिकन बताउँदछ, मैले बाटो बिराउन आँटेको छु भनिकन आज बताउँदछ। त कसरी यस्तो भयो? हामी पनि आज प्रभुको घरमा छौँ, हामी खुसी छौँ, आनन्दित छौँ। घरमा पुग्दा नपुग्दा तपाईँ र मेरो पाउ चिप्लिन सक्छ, तपाईँ र मैले बाटो बिराउन सक्छौँ। यो सम्भव छ, असम्भव कुरा होइन। किनकि शैतानको एउटै काम हो तपाईँ र मलाई बाटोबाट हटाउनु, प्रभुको बाटोबाट तपाईँ र मलाई निकाल्नु, अलग गर्नु यसले चाहन्छ। तपाईँ र मलाई चिप्लाएर त तल फ्याँकिदिनु यसले चाहेको कुरालाई आज हामी के गर्न सक्छौँ, बुझ्न सक्दो रहेछौँ। त हामी यहाँबाट हेर्छौँ त के भयो प्रभुको दासलाई, गीत गाउनेलाई के भयो, बजाउनेलाई के भयो, यहाँ वचन दिने प्रभुको दासलाई के भयो अचानक, जसको कारणले गर्दा हुँदी मेरो बाटो चाहिँ, मेरा पाइलाहरू चाहिँ चिप्लनै आँटेको छ भनिकन बताउँदछ। बाइबलमा यहाँ लेखेको रहेछ 3 वटा कारण छ जुन चाहिँ कारणले गर्दा हुँदी अब चिप्लिँदैछौ। तपाईँ र मेरो जीवनमा पनि यो 3 वटा कारण आउन सक्छ जुन कारणले यत्रो सेवामा आशिष पाएको चिप्लेर तपाईँ र म आशिषविहीन बन्न सक्छौँ। त पहिलो कारण चाहिँ के रहेछ अरे भन्दाखेरि नि दया गरिकन 73 को 2-3 पदलाई पढिदिनुहोस् नानी, दया गरिकन। दुष्टहरूको उन्नति देख्दा, यहाँ मलाई ध्यान दिनु पर्यो, देख्दा भनिकन आज भनिएको छ। सबैले भन्नुहोस् दया गरिकन। भन्नुको अर्थ चाहिँ प्रभुको दास यहाँ चिप्लन आँटेको कारण चाहिँ पहिलो कुरो के छ भन्दाखेरि चाहिँ उसको दृष्टि चाहिँ उसले गलत कुरामा लगाएको कुरा हामी देख्दछौँ। उसको दृष्टि, उसले राम्रो मान्छेलाई हेर्न पर्ने थियो, राम्रो मान्छेलाई आज पछ्याउन पर्ने थियो, तर उसको दृष्टि चाहिँ आज के भएको छ, गलत कुरामा लागेको कुरा हामी देख्दछौँ। रङ प्लेसेसहरूमा लागेको कुरा आज हामी देख्दछौँ। तपाईँ र म पनि यो सेवामा पाएको आशिष तपाईँ र मैले हराउन सक्छौँ, यो आनन्द तपाईँ र मैले हराउन सक्छौँ। तपाईँ र म पनि सेवा गर्दा गर्दै चिप्लिन सक्छौँ जब तपाईँ र मेरो दृष्टि चाहिँ नि गलत कुरोमा लाग्छ। तपाईँ र मेरो
यहाँ प्रभुको दासको दृष्टि चाहिँ गलत मान्छेहरूमा लागेको कुरा आज हामी देख्दै रहेछौँ। परमेश्वरको वचन बाइबलमा यसरी लेखेको कुरा हामी पाउँदछौँ। पहिलो परिवार हिजो हामीले कुरा गरिराखेका थियौँ। पहिलो आज कसैको वाइफ हुने मौका पाएको, यो कति मिठो। कुनै आज कन्या बहिनीहरू छन् अरे भने कसैको वाइफ हुनु भन्ने कुरो चाहिँ आज एउटा ब्लेसेड कुरा हो भनिकन प्रभुको वचनमा बताउँदछ। जसले विवाह गरेको छैन, कसैको पत्नी हुनु भन्ने कुरो चाहिँ यो एउटा एकदमै आशिषित कुरो हो भनिकन आज बताउँदछ। तर यो संसारमा हवाले पहिलो कसैको वाइफ बन्ने मौका पाएको थियो, कसैको आमा बन्ने उसले एउटा मौका पाएको थियो। तर हामी देख्दछौँ उनी पनि चिप लिएर गएको कुरा हामी देख्दछौँ। उसले आफ्नो हस्बेन्डलाई पनि चिपलाई पठाएको कुरा हामी देख्दछौँ। त कसरी उसले यो कुरो गर्यो? उसले पनि गलत कुरोमा दृष्टि लगाएको कुरा हामी देख्दछौँ। त्यो फल जहाँ उसले नखानु प्रभुले भन्नुभएको थियो, त्यहाँ दृष्टि नलाउनु भन्नुभएको थियो। यसो हेर्छ, आमा त्यो पो रातो रातो छ त हौ, त्यो पो रातो रातो छ त हौ भनेर हेर्छ। शैतानलाई थाहा हुँदैछ, यसले निकै ध्यान दिँदैछ त्यो फलमा। शैतान आइहाल्यो त्यहाँ र उसलाई के गरिदियो? चिपलाई पठाएको कुरा हामी देख्छौँ। तपाईँ र मेरो दृष्टि चाहिँ ठिक ठाउँमा हुनुपर्छ। तपाईँ र मैले आफ्नो दृष्टिलाई चाहिँ राम्रो ठाउँमा तपाईँ र मैले राखेको हुनुपर्छ। यसैले बाइबलमा यति मिठो पद छ कि एउटा श्रेष्ठ गीतको किताबमा भन्छ, हे सोलोमाइट तिमी राम्री छौ हो, तिमी साह्रै ब्युटी छौ हो। किन चाहिँ तिमी यति ब्युटी भयो भन्दाखेरि नि तिम्रो आँखा चाहिँ नि ढुकुरको जस्तो भएर भनेर भन्छ। हुनुहोस् त, श्रेष्ठ गीत 4 अध्यायको 1 पदमा लेखेको छ। श्रेष्ठ गीतको किताब 4 अध्यायको 1 पदलाई पढ्नुहोस् दया गरी। हेर तिमी साह्रै सुन्दरी छौ, हे मेरी प्रिया तिमी सुन्दरी छौ, तिम्रो बीचमा हजुर तिम्रो आँखा चाहिँ नि ढुकुरको जस्तो भएको खण्डमा तिमी स्पिरिचुअली ब्युटी छौ। तिमी आज विचलित हुने खालको छैनौ। तिम्रो आँखा चाहिँ मैले को जस्तो देखेको छु? ढुकुरको जस्तो देखेको छु। मैले स्टडी गर्दै थिएँ अस्ति नै। यो ढुकुरको आँखाले चाहिँ 7 प्रकारको आँखा चाहिँ ढुकुरको आँखा हुँदो रहेछ। अब यो कुरो हेऱ्यो भने कहाँ पुग्छ मेसेज। तर ढुकुरको आँखाहरू मध्ये पहिलो चाहिँ एउटै कुरोमा ध्यान केन्द्रित गर्ने आँखा भन्छ। यसलाई चाहिँ दूरबीन जस्तो भन्छ। दूरबीन भनेपछि जब यसरी लगाइसकेपछि टाढो त देख्छ उसले, तर उसको ध्यान चाहिँ यता र यता हुँदैन, एकै ठाउँमा हुन्छ, एकै ठाउँमा फोकस उसले गर्न सक्छ भनिकन बताउँदछ। यसै कारण चाहिँ प्रभुको वचन बाइबलमा चाहिँ यसरी यो ढुकुरको सम्बन्धमा मजाले लेखेको कुरा हामी पाउँदछौँ। एउटा कुरोमा ध्यान केन्द्रित गरे भने गरे उसलाई विचलित हुने कुरा छैन। अनि यो ढुकुरको आँखा चाहिँ कस्तो हुँदो रहेछ भन्दाखेरि चाहिँ टाढो भन्दा पनि टाढोदेखि त सानो सानो कुरा पनि यो ढुकुरको आँखाले चाहिँ देख्नु सक्छ भनिकन आज बताउँदछ। यसैले तपाईँ र मेरो जीवनमा आसाप जस्तै भोलिको दिनमा गएर नचिप्लिनका लागि, हावा अनि आदम जस्तो तपाईँ र म पतन नहुनका निम्ति चाहिँ तपाईँ र मेरो ध्यान चाहिँ, तपाईँ र मेरो आँखा चाहिँ ढुकुरको जस्तो हुनु पर्यो। अथवा तपाईँ र मैले एउटै कुरोमा ध्यान केन्द्रित गर्नुपर्छ। त्यो चाहिँ हो परमेश्वरको घरमा हामी यसरी बन्न सक्छौँ। एउटै कुरोमा तपाईँ र मैले ध्यान केन्द्रित गर्न पर्यो। त्यो चाहिँ एउटा सङ्गतिमा भनिकन तपाईँ र मैले यसरी प्रभुको वचन बाइबलबाट हामीले के गर्न सक्छौँ? हामीले भन्न सक्छौँ एउटै कुरोमा तपाईँ र मेरो अब ध्यान हुनुपर्छ। त्यो चाहिँ कहाँ रहेछ? प्रभु यीशु ख्रीष्टमा भनिकन आज बताउँदछ। प्रभुको दास प्रभुको सेवा गर्दा गर्दा चिप्लिनु आँट्यो। किन भन्दाखेरि उसको गलत कुरोमा उसले दृष्टि लगाएको छ। बाइबलमा एकजना बाउ छ जसको नाम हो लुत। बाउ भन्ने कुरो कति ठुलो कुरा हो तपाईँहरूले बुझ्नुहुन्छ। मभन्दा सिनियर बुबाहरू तपाईँहरू हुनुहुन्छ अनि यो उमेरसम्म तपाईँहरू आइपुग्नु भयो। बाउ एउटा घरको मूल खाँबो हो भन्ने कुरो बुझ्नुहुन्छ। बाउ एउटा घरको पुजारी हो भनिकन बाइबलले बताउँदछ। बाउ भनेको घरको एउटा कप्तान हो भनिकन बताउँदछ। बाउ भनेको आज घरको एउटा सहारा हो भनिकन आज बताउँदछ। बाउले कति ठुलो उपलब्धि पाएको हामी पाउँदछौँ। तर यो बाउ नै यदि गलत भयो अरे भने घर बर्बाद भएर जान्छ। अनि बाइबलमा एउटा लुत भन्ने बुबालाई आज हामी देख्दछौँ। उसको पनि आफ्नो जिन्दगीमा ऊ पनि एउटा चिप लिएर गएको कुरा हामी देख्दछौँ। ऊ धर्मी मान्छे भनिकन उपाधि उसले पाए तापनि जीवनमा ऊ स्पिरिचुअली पतित भएको छ। ऊ चिप्लिएर गएको छ। उसले आफ्नो परिवारलाई डुबाएको छ। उसले आफ्नो घरलाई पनि डुबाएको, उसले आफ्नो पत्नीलाई पनि डुबाएको छ। त कसरी उसले डुबायो? बाइबलमा हामी देख्छौँ उसको पनि एउटै गल्ती थियो। गलत कुरोमा उसले आफ्नो ध्यान लगाएको थियो, दृष्टि लगाएको थियो। त्यो गलत जग्गा चाहिँ सदोम भनिकन आज बताउँदछ। टाढोबाट हेर्छ आम्मामामामामामा बेथलेम भन्दा पनि त्यहाँ पो ठिक लाग्यो हो, बेथेल भन्दा पो त्यहाँ पो ठिक लाग्यो। टाढोबाट हेर्दाखेरि जति जुन कुरो तपाईँ र मैले राम्रो देख्छौँ, नजिकमा पुग्दाखेरि त्यति राम्रो तपाईँ र मैले देख्न सक्दैनौँ। यो कुरो तपाईँ र मैले याद गरेको हुनुपर्छ। उसले सदोमलाई हेर्छ, अरे प्रभुको घर जस्तो छ, दामी छ, मान्छे पनि राम्रै देख्दैछौ, ज्वाइँ बनाउनु पर्ने 2 जना छोरी छ कि तेरिका यताको भन्दा उताकै अलिकति राम्रो लाग्दैछ मलाई, बरु त्यहीँतिर जानुपर्छ होला भनेर अब ऊ कहाँ गयो? सदोममा ऊ पुग्यो। यसको परिणाम के भयो? बाइबलमा लेखेको छ
उसले आफ्नो जिन्दगीमा टेस्टमनी हराइपठायो। उसको ज्वाइँहरूले उसलाई पत्याएन। हिजो प्रभुको दासले बताइरहनु भएको थियो, सबभन्दा पहिला उसले के हराएको छ? टेस्टमनी हराएको कुरा हामी देख्छौँ। त्यति मात्रै होइन, बाइबलमा हामी पाउँछौँ उसले आफ्नो फेथलाई, विश्वासलाई पनि उसले हराइपठाएको कुरा हामी देख्छौँ। त्यति मात्रै होइन, बाइबलमा तपाईँ र मैले हामी पाउँछौँ उसले आफ्नो प्यारो पत्नीलाई पनि गुमाइपठाएको छ। नुनको खाँबो भयो, निर्जीव भयो भनिकन बताउँदछ। त्यति मात्रै होइन, उसले एउटा सुन्दर घर बनाएको रहेछ। एउटा हुनसक्छ त्यो बेलाको समयमा उसले एउटा बिल्डिङ बनायो बुझ्नका निम्ति। सदोममा गएर सुन्दर 3-4 तलाको बिल्डिङ बनाएर माथिबाट बसेर प्रभुको दास अब्राहमलाई हेर्थ्यो होला, यो बाजे काका त होइन रहेछ, बुद्धि जिउनु जान्दैन, हामी जस्तो पो जिउनु पर्छ त, बिल्डिङ बनाउनु पर्छ, माथि बस्नुपर्छ। यात्री भन्छ टेन्ट बोकेर हिँडेको हिँडे, घर पनि बनाउँदैन, थर पनि छैन, न राम्रो टोइलेट छ, न राम्रो बाथरुम छ, न राम्रो केही छ। टेन्टमै जिन्दगी बिताओस्, जिन्दगी बिताउनु भने त हामी जस्तो सोच्यो उसले त्यो माथि बिल्डिङ हेरिसकेपछि। तर प्रभुको क्रोध यस्तो प्रकारले पर्यो, उसले कमाएको पैसा, संसारमा गएको उसको इज्जत, आज उसले सब प्रकारका कुराहरू एकै खेपमा खरानीमा परिणत भएको कुरा हामी देख्दछौँ। उसको घरहरू जलेर खरानीमा परिणत भयो। पछिबाट गएर एउटा बिल्डिङमा बस्ने मान्छे कहाँ बस्नु पर्यो? ओरारमा बस्नु पर्यो, क्यापमा बस्नु परेको कुरा हामी देख्छौँ। यो कत्रो ठुलो नोक्सानी हो, कत्रो ठुलो हानि हो। करोडपति भएको मान्छे सडकपति भयो। अब हामी यसरी बन्न सक्छौँ। तपाईँ र मेरो जिन्दगीमा अहिले पैसा छ भन्दैमा घमण्ड नगरे पनि हुन्छ। अहिले तपाईँ र ममा बिल्डिङमा बस्छौँ अरे, भोलिको दिनमा गएर आज बाँसको फेदहरूतिर, रुखको फेदहरूतिर तपाईँ र म बस्न पर्ने स्थिति आउँदैन भन्ने तपाईँ र मेरोमा कुनै पनि ग्यारेन्टी छैन। एकजना अङ्कल बहुत घमण्ड गरे, मलाई घरमा बोलाएको भात खानु भन्छ, कहाँको भात दिन्छ? जाने बित्तिकै दिँदैन, घर पो देखाएको देखाइ गर्छ। अन्त अब ठिकै छ, खुसी लाग्यो। पहिला पहिला त घर देखाउँदाखेरि पोस्टहरू देखाउँछ, भाइ यो पोस्टको लागि मात्र यति लाख लाग्यो भन्छ। अब म पोस्ट हेरेर चाहिँ के गर्नु? अब भोक लागिसक्यो, खाना खानु बोलाएको, फेरि जान्छु त्यहाँ पनि पोस्टै मात्रै देखाउँछ। उसको त 14 कि 18वटा पोस्ट रहेछ। त्यो 18 पोस्टमै मैले गन्ती गर्दाखेरि लाखौँ पैसा खर्च भइसकेको रहेछ। अनि मैले भने, अङ्कल यो त तपाईँलाई न त अननेसेसरी लाग्यो मलाई, किन तपाईँले एउटै पोस्टमा यत्रो खर्च गर्नुभएको? यत्रो त मलाई गर्नुपर्छ जस्तो लागेन। भाइ देखाउनु छ नि त भन्छ। के गर्नु छ अरे? देखाउनु छ, देखाउनु छ। कसलाई भनेको? विश्वासीदेखि लिएर सबैलाई देखाउनु पर्ने छ। मैले भने, अङ्कल तपाईँको एउटा पोस्टको पैसाले नि म जहाँ सेवा गर्नु जान्छु नर्थ इस्टमा, तपाईँले सुनिराख्नुहोस्, पुरा दुःख छ। फेरि अब म अर्को हप्ता जाँदैछु त्यो जग्गाहरूमा, यहाँ त धेरै मैले कहाँ कुरा गर्दै थिएँ, धेरै सुख। तपाईँले दुःख नमान्नुहोस् है। यहाँ यस्तो यस्तो ठाउँमा पुग्यो, सेउलाहरूमा बसेर उनीहरूको पर्मनेन्ट टोइलेटहरू छ भने जस्तो सेवा छैन, घर छैन। बर्खाको बेलामा सेवा गर्नु सक्दैन, पानी आइसकेपछि भल पहिरो बग्छ, बिचाराहरूको घरमा त नौकामा जानुपर्छ। यस्तो ठाउँमा प्रभुको काम हुँदैछ। मिसिङ ट्राइब, उनीहरूले कुरा पनि बुझ्दैन, हिन्दी पनि आउँदैन, बहुत मुस्किलले बुझ्छ। बत्तीहरू पनि नभएको ठाउँहरू अहिले पनि छ, त्यहाँ हामी सेवा गर्छौँ। मैले भने, अङ्कल फल्ना ठाउँमा टोइलेट पनि छैन, तपाईँको एउटा पोस्टले त त्यहाँको सुन्दर सेवाघर बनिन्थ्यो हजुर भन्दाखेरि, अब त्यो पछि हेर्नुला, मैले चाहिँ इन्डाइरेक्टली पैसा मागेको नि त, यदि धनवान छन् अरे भने चाहिँ कहाँ दिन्छ लोभी हो। तर उसले पछि हेरौँला भन्यो। तर पछिबाट मैले थाहा पाएको बर्बाद भएछ, घर पनि बर्बाद भयो। सुन्दर घर त बन्यो, उसको परिवार रहेन, खतम भयो। यसै कारण तपाईँ र मेरो जिन्दगीमा गलत कुरोमा दृष्टि नगरौँ। यो कुरो तपाईँ र मैले बुझ्न पर्ने भयो। यहाँ हामी देख्छौँ लुतले सब कुरो प्राप्त गर्यो, इज्जत पनि पायो अरे, भोलिको दिनमा गएर घर पनि पायो, तर खरानी खरानी भएको छ। उसको धन, त्यो घरमा कति चाहिँ पैसा थियो होला, अस्तिको जस्तो यता पुरा निकाल्दै थियो नि त्यस्तो, त्यो घरमा पैसा पनि राखेको थियो होला, दुनियाँभरको पैसाहरू के हो, अस्तिको जस्तो खरानीमा के भयो, परिणत भएको कुरा आज हामी देख्दछौँ। खरानीमा बस्नुपर्छ भोलिको दिनमा गएर। यसैले तपाईँ र मैले के गर्नुपर्छ? यहाँबाट बुझ्नुपर्छ, गलत कुरोमा दृष्टि लाउनु हुँदैन। पुरा संसारमा आउँछ नि, यसै कारण तपाईँ घरमा गइसकेपछि हामीले के गर्नु हुँदैन? गलत कुरोमा दृष्टि लाउनु हुँदैन। र मात्र तपाईँ म चिप्लिँदैनौँ, प्रभुको दास भएर प्रभुको घरमा बसेर गीत गाउँदै रहेछ कि, तर दृष्टि चाहिँ कहाँ लगाएको रहेछ? बेरा त्यसको त 2टा गाडी भइसक्यो। आमामामा, दिदी बहिनीमा मैले थाहा पाएँ नि, एउटा साडी आन्टीले किनिसकेपछि अर्को साडी दिदी बहिनीले 2टा थपिहालेको मैले थाहा पाइसक्यो। उता चाहिँ उसले हेरेछ, अब्बे उसले त कहाँ राम्रो सिल्कको लगाएको रहेछ कि, अब म त्योभन्दा पनि माथिको लाउँछु भनेर घरमा बाउलाई अशान्ति नि हो, कहाँबाट ल्याउँछौ 5000 को साडी, मामुली कुरा हो। तर हेर्नुहोस् त, अरूलाई दृष्टि लाउँदा आज कति ठुलो घरमा गोलमाल हुन्छ। यसै कारण तपाईँ गलत कुरोमा के गर्नु भएन? दृष्टि लाउनु भएन। पहिलो सक्न आँटे है। अब दोस्रो कारण, जुन कारणले गर्दा हुँदी
प्रभुको दास चाहिँ यहाँ के गर्दैछ, लड्नु आँटेको छ। दया गरी तपाईँले पढ्नुहोस् बहिनी, 3 पदलाई नै पढ्नुहोस्, दया गरिकन पढ्नुहोस् छिटो। हजुर, अब तपाईँहरू मैले यसलाई राम्रो प्रकारले बुझ्नका निम्ति चाहिँ यहाँ प्रभुको दासले चाहिँ दुष्टहरूलाई हेरे भन्ने कुरोले चाहिँ गलत कुरोमा दृष्टि लगायो भन्ने कुरो बुझ्छ। दोस्रो कुरो चाहिँ उसले के गर्दैछ, आफूलाई चाहिँ अरू मान्छेसित तुलना गरेको कुरा हामी देख्दछौँ, कम्पेयर गर्दैछ। प्रभुको दास भएर चाहिँ अरू मान्छेसँग कम्पेयर गरेको कुरा हामी देख्दछौँ। तपाईँ र मेरो जीवनको सबैभन्दा, म अस्ति युथहरूलाई पनि म एकदम उनीहरूको ब्रेनमा, उनीहरूको माइन्डमा म सेटअप गर्न चाहन्छु कि। यसै कारण जति युथ मिटिङहरूलाई मैले एटेन्ड गर्दा हुँदै म भाइहरूलाई त्यही भन्छु, भाइ हो, आफूले अरूसँग कम्पेयर नगर्नु। आफूले अरूसँग तुलना गरेको खण्डमा भाइहरूले आमा र बाउलाई रुवाएर बर्बाद बनाइसकेको हो, बहिनीहरूले आमा र बाउलाई रुवाएर खत्तम पारिसकेको छ। अनि आज आफूलाई अरूसँग तुलना गरेकोले न ऊ खुसी रहनु सक्छ, न ऊ आनन्दित रहेको छ, ऊ पनि आनन्दित छैन, अनि घरलाई पनि आनन्दित बनाउँदैन। किनकि आफूलाई कम्पेयर तपाईँ र मैले गर्नु हुँदैन, बाइबलमा स्पष्ट लेखेको छ। त्यो मूर्ख मान्छे हो भन्छ बाइबलमा। आउनुहोस् त दया गरिकन 2 कोरिन्थी 10 अध्यायको 12 पदमा लेखेको छ। 2 कोरिन्थी 10 अध्यायको 12 पदलाई छिटो निकालिकन पढिदिनुहोस्, हामीले अन्त गर्नुपर्छ। 2 कोरिन्थी 10 अध्यायको 12 पदलाई, 2 कोरिन्थी 10 अध्यायको 12 पद। किनकि आफ्नो प्रशंसा गर्ने कुनै कुनै मान्छेको गन्तीमा आफूलाई राख्न, तुलना गर्न हामी चाहिँ गर्दैनौँ, यस्तो साहस गर्दैनौँ। ती आफूलाई आफूले एकअर्कासँग नापजोप गर्ने, तुलना गर्ने, बाफरे बुद्धिमानी मान्छे हुँदै होइन। बाइबलमा लेखेको छ हाम्रा दुल्हा प्रभु यीशु आउन तयार छ। ज्ञानी कुमारी चाहिँ के हो, एकदमै आज हौ अनि आत्माको आगोलाई ननिभाऊ भन्नुको अर्थ तपाईँ र म ज्ञानी हुनुपर्ने रहेछ, बुद्धिमानी हुनुपर्ने रहेछ। तर यदि कुनै मान्छेले प्रभुको आगमनमा उठाइनका निम्ति तपाईँ र म ज्ञानी कुमारी जस्तो बन्नका लागि चाहिँ तपाईँ र ममा के हुनु भएन, यो तपाईँ र मैले याद गर्न पर्ने भयो। आफूलाई अरूसँग के गर्नु हुँदैन, तुलना गर्नु हुँदैन। तपाईँ र म आफैमा आफै मास्टरपिस, मलाई यो शब्द राम्रो लाग्छ। म लुकास, म आफै मास्टरपिस हो। हाम्रो दाजु गिदोन आफै मास्टरपिस हुनुहुन्छ। किनकि म जस्तो भाइ होइन, किनकि अनुहार पनि मिल्दैन हाम्रो। कोही हो यदि जम्ल्या मात्रै मिल्दैन छ, मेरो जम्ल्या कस्तो खालको जम्ल्या अनुहार चाहिँ मिल्दैन र एकजना काले भएको छ। यसै कारण मलाई यसो मलाई नानी जन्मेर फोटो पठाइसकेपछि मलाई एकजना दाजुले चाहिँ के गरेको भन्दाखेरि चाहिँ एसएमएस गरेको, भाइ यो के ताल पर्यो भनेर भन्छ। ताल पर्यो अरे, अनि के भयो भनेको एउटा मधेसको एउटा पहाडको भनेर भन्छ। बुझ्नुभयो, एउटा मधेसको काले, अर्को चाहिँ सेतै सेतै पहाडको चाहिँ अलिकति सेतै हुन्छ, सेतो चाहिँ कालिम्पोङतिरको भन्छ। एउटा मधेसको एउटा कालो र कालो एउटा सेतो भनौँ न। एकजना अघि हामी काले कस्तो छ भनेर सोच्छौँ, कोही बेला काले काले भन्छु। तर यहाँबाट चाहिँ कुरा के आउँछ, हामी आफैमा आफै मास्टरपिस हौँ। किनकि तपाईँ र मेरो कोही पनि छैन, जेरक्स सधैँ छैन, हामी यसरी भन्न सक्छौँ। त तपाईँ र मैले किन आफूलाई अरूसँग तुलना गर्ने, हामी गर्नु हुँदैन। मैले मेरो दाजु एकदमै आज बुवासँग मैले गर्नुपर्ने हुँदैन, म आफैमा मास्टरपिस हो। अनि एउटा महान खतरा मान्छे जसको नाम चाहिँ के हो, जवानहरूलाई म भन्छु हिटलर, सबलाई थाहा छ हिटलर भन्ने को मान्छे हो। उसले चाहिँ भनेको रहेछ हौ, यदि कुनै मान्छेले आफूलाई अरूसँग तुलना गर्छ अरे भने चाहिँ त्यो मान्छेले आफूलाई इन्सल्ट गर्दैछ। बाफरे, यस्तो गहिरो शब्द पो छ त, इन्सल्ट भन्ने कुरा कस्तो। यदि हामीले आफूलाई अरूसँग तुलना गर्छ भने चाहिँ हामीले आफूलाई इन्सल्ट, हामीलाई कस्तो लाग्छ, अरूले तपाईँ र मलाई इन्सल्ट गर्दाखेरि ची भन्दा कस्तो लाग्छ। तर तपाईँ र मैले आफूलाई अरूसँग तुलना गर्दा हामीले आफूलाई इन्सल्ट गरिराखेका हुन्छौँ। यसैले यो सेवाकाईको क्षेत्रमा हामीले कसैसँग कम्पेयर नगरौँ। जति सेवा तपाईँ र मैले पाएका छौँ त्यति नै तपाईँ र मैले गऱ्यौँ, प्रभुले यतिमै के गरिदिनुहुन्छ, प्रशस्त आशिष तपाईँ र मलाई दिनुहुन्छ। तर प्रभुको दास आशा प्रभुको घरमा बसेर प्रभुको सेवाकाई गर्दै जिम्मेवारी उठाएर रेस्पोन्सिबिलिटी उठाएर अगाडि आएर टाङ टुङ गरेर आज गिटार बजाएर गीत गाएर बुझ्नका निम्ति सारङ्गी बजाएर साथी त के गर्दो रहेछ, प्रभुको घरमा बसेर यसो हेर्दो रहेछ। अब त्यसको त के भइसक्यो, उन्नति भइसक्यो, पाप गर्ने मान्छेको उन्नति देखिराखेको छ। आम्मामामा त्यसको 5वटा बिल्डिङ भइसक्यो, मेरो एउटा पनि छैन, झुप्रीमा बस्नु परिराखेको छ। यो के ताल परेको, म त भक्तिको जीवन बिताउँछु भए पनि प्रभुले पैसा दिँदैन मलाई, त गरिबीमा राखेको छ, अरू त पाप गरिराखेको छ, घुस खाइराखेको छ न एकदमै। तर पनि यसको कत्रो उन्नति आज कम्पेयर गरेको छ है। यहाँ यो मनमा राख्नु होला तपाईँहरूले। र अब अन्तिम कुरा
जुनको कारणले गर्दा हुँदै गीत गाउँदा गाउँदै नरक जान आँटेको छ। मलाई मजा लाग्यो दाजु रेमुनले भन्नुभएको, भाइजीले भन्नुभयो अरे त्यति बेलाको समयमा। किन भन्दाखेरि दाजुहरू चाहिँ त्यस्तै खालको चञ्चलै थियो अरे कि टक्कै गीत गाइसकेपछि वचनको बेलामा टाप आउँदैन, वचन सक्ने बेलामा थाहा हुन्छ नि त हाम्रो भाइहरूलाई। अब सक्नु आँटेमा टुप्लुक्क आइपुग्ने कि त्यति बेला भाइजीले त्यो देख्नु भएको रहेछ। त्यही पनि त्यति महान जोर्डन खान भाइजीले तिमीहरू यो गीतको किताब पक्रिँदै नरक पुग्छौ भनेको बताउँदछ। गीतको किताब पक्रिँदै अरे। अनि अस्ति एकजना प्रभुको दासले पनि कहाँ वचन दिँदै थियो, त्यो चाहिँ वचन दिने प्रभुको दास अनि विश्वासीको लागि रहेछ। 3 केजीको बाइबल बोक्दै नरक जान्छ भनेको रहेछ। तपाईँहरूलाई मैले याद गर्नुपर्छ। यसैले गर्दाखेरि तेस्रो कुरो चाहिँ उसले के गरेको कारणले यहाँ चिप्लिनु आँटेको छ भन्दाखेरि पढ्नुहोस् त 73 को 3 पदलाई पढ्नुहोस् फेरि दया गरिकन। किनकि दुष्टहरूको उन्नति देख्दा मैले घमण्डीहरूलाई डाहा गरे। सबैले भन्नुहोस् दया गरिकन डाहा गरे। फेरि भन्नुहोस् प्रभुको घरमा बसेर प्रभुको गीत गाउँदा गाउँदै यो प्रभुको दासको खुट्टा चिप्लिनु आँटेको कारण त के रहेछ? डाहा भएछ हो। यो त खतरा कुरा हो। अनि यो डाहा भन्ने कुरो त बाप रे यो बहुत खतरा कुरो हो। बाइबलमा त यसलाई नि यस्तो प्रकारले भनेको छ कि चिहान भन्दा पनि कुर हुन्छ भन्छ। डाहा यो चिहानले चाहिँ कसैको बाउ पनि भन्दैन, कसैको आमा पनि भन्दैन, कसैको छोरा पनि भन्दैन, कसैको छोरी पनि भन्दैन। यसले खाइदिइहाल्छ बुझ्नका निम्ति। यति साह्रो निष्ठुरी हुन्छ त्यो चिहानमा। जत्तिकै रोए पनि त्यो छोरा फर्काइदिँदैन, जत्तिकै रोए पनि त्यो बाउ फर्काइदिँदैन यो चिहानले। अनि यति डरलाग्दो हुन्छ यो चिहानको विषयमा बाइबलले भनेको छ। अनि यो डाहा पनि यस्तै हो भनिकन बताउँदा यो कुर हो। अनि हामी विश्वासीको बीचमा, हामी परमेश्वरको सेवा गर्नेहरूको बीचमा यो डाहा भन्ने कुरो चाहिँ हुनु हुँदैन, जेलोसी भन्ने कुरो हुनु हुँदैन, आँखा जल्नु हुँदैन। बाइबलमा यसै कारण धेरै ठाउँमा लेखेको छ डाहा नगरा भनेर भन्छ। आउनुहोस् त हितोपदेश 3:31 पद, हितोपदेश 3:31 पदमा यति मिठो लेखेको छ, पढिदिनुहोस् दया गरिकन। हितोपदेश 3:31 पदलाई डाहा नगरा। अब 23 अध्यायको 17 पदलाई पनि पढिदिनुहोस्। 23 अध्यायको 17 पदलाई 23 हितोपदेश 23 को 17लाई 23:17 डाहा नगरोस्। 24 अध्यायको 1 पदलाई पनि पढिदिनुहोस् दया गरिकन। घरिघरि यो शिक्षा दिएको छ डाहा नगर, पापीहरूलाई पनि गर्नु पर्दैन, अत्याचारीहरूलाई पनि गर्नु पर्दैन, कसैलाई पनि तिमीले के नगर डाहा नगर भनिकन बताउँदछ। तर यो डाहा भन्ने कुरो चाहिँ यति डर लाग्दो हुन्छ भनिकन तपाईँ र मैले बुझ्न सक्छौ। बाइबलमा कनानमा नि मैले पहिला पनि भने होला, कनानमा 15 चोटि अनिकाल लागेको छ। कति चोटि अरे? फेरि भन्नुहोस् एकचोटि। 15 चोटि लागेको छ अनिकाल कनानमा। कनानको के हो? भरपुरीको जग्गा हो, प्रशस्तिको जग्गा हो। तर कनानमा के लाग्यो? अनिकाल लाग्यो। अनि यो कनानमा अनिकाल लाग्नुको कारणहरूमध्ये 15वटा कारणहरूमध्ये एउटा कारण चाहिँ हो डाहा। किन भन्दाखेरि युसुफलाई चाहिँ उसको दाजु अनि भाइले डाहा गरेर बेची पठायो भनिकन लेखिएको छ। अनि बेची पठाइसकेपछि भरपुरीको जग्गामा पनि के भएको छ? अनिकाल लागेको छ। हाम्रो मण्डलीमा अनिकाल लाग्छ हामीले डाहा गर्न थालिसकेपछि। जवानको अनिकाल लाग्छ भोलिको दिनमा गएर, नानीहरूको अनिकाल लाग्छ भोलिको दिनमा गएर, सेवा गर्नेको अनिकाल लाग्छ। यसैले गर्दा हुँदी डाहाले चाहिँ तपाईँ र मलाई पनि खोक्रो बनाउँछ। अनि तपाईँ र मलाई खोक्रो मात्रै होइन, आज तपाईँ र मेरो मण्डलीलाई पनि खोक्रो बनाइदिन्छ। यसले सुकाइदिँदछ। यसै कारण डाहा चाहिँ हुनु हुँदैन। मैले पत्ता गरेँ, थाहा गरेको कुरो मैले दाजुहरूलाई सोधे पनि सबभन्दा बेसी डाहा चाहिँ यो स्पिरिचुअल लाइफमा, यो क्रिस्चियनिटी बीचमा चाहिँ कहाँ पाइँदो रहेछ अरे भन्दाखेरि पहिलो चाहिँ यो म्युजिक क्षेत्रमा पाइन्छ भन्छ। यो गीत गाउने बजाउनेमा डाहा गरेर डाँडे किटे बस्यो, अलिकति कसैको राम्रो गीत भयो अरे भने थाहा गरेको मैले। दोस्रो चाहिँ यो मेसेन्जरहरूको बीचमा हुन्छ, परमेश्वरको वचन दिने दासहरूको बीचमा प्राप्त गर्यो। थुप्रो प्रभुको दास बिगाडिदिएको छ। केले गर्दाखेरि चाहिँ डाहाको कारणले गर्दा हुँदै। अनि मैले थाहा गरेँ, हाम्रो अङ्कल त अब वृद्ध हुनुभयो, अब उहाँहरूमा त्यसो छैन जस्तो, छैन नै एकदमै म भन्नु सक्छु। तर मैले दाजुहरूलाई सोधेँ, तपाईँहरू म्युजिसियनहरू हो? मैले सुन्दैछु तपाईँहरूको बिचमा डर लाग्दो डाहा आरिसहरू हुन्छ अरे, कसैको गीतहरू च्याप्ने फ्याँक्नेहरू पनि मैले थाहा गरेको हो भनेर मैले सोधेँ एकजना दाजुलाई, जसले चाहिँ मलाई चाहिँ गीत नगाउनु भनेको नि त। मलाई भन्यो दाजु भाइ तपाईँको स्वर राम्रो छैन, म तपाईँलाई बिन्ती गर्छु गीत नगाइदिनु भनेको मलाई चाहिँ।
अनि किन भनेको बरु बनाउनेले कुड्छ भनेर भनेको। अब मेरो स्वर राम्रो छैन मलाई नगाइदिनु भनेको म गाउँदिनँ। अनि हामी यसरी कुरा गर्दै जाँदाखेरि चाहिँ यो म्युजिसियन एकदम दाजुले सोधे मैले सुनेको एकदम आज तपाईँहरूको बिचमा डाहा हुँदैछ अरे, कसैले अलिकति राम्रो गीत बनायो अरे भने त्यो गीतलाई चाहिँ कसरी फ्लप पार्नुपर्छ अरे भन्ने खालको कुरो पनि मैले बुझ्दैछु हो दाजु भनेर मैले सोधेँ कि हाम्रो उताको दाजुलाई। दाजु सिन्सियर नि हौ, उसले भन्यो हो त भनेर भन्यो। पक्का हो भन्यो ढाँटेन दाजुले। अनि मैले तपाईँलाई चाहिँ आरिस लाग्छ कि लाग्दैन भनेको, अब्बुई लाग्छ नि हौ भनेर भनेको। लाग्छ अरे, तर म चाहिँ के गर्छु भने नि लुकास अलिक कन्ट्रोल चाहिँ गर्छु। म आफूलाई बस्न सक्दिनँ, मलाई पुरा आरिस लाग्छ, तर म चाहिँ के गर्छु अरे कन्ट्रोल चाहिँ गर्छु भन्ने कुरा बताउँदछ। भन्नुको अर्थ प्रभुको दास आशा पनि म्युजिसियन भएर नै सबभन्दा बेसी शैतानले एट्याक गर्ने क्षेत्र नै के हो? यहुदा गोत्र, प्रशंसा, आराधना, उपासना गर्ने यो म्युजिक क्षेत्र हो भनिकन हामी भन्न सक्छौँ। यसै कारण मलाई के राम्रो लाग्यो भन्दाखेरि पहाडमा हाम्रो दिक्तेलमा हाम्रो भाइ दिदी दाजुहरू तपाईँहरू सबै सिङ्गर, म त यो पहाडको भएको जति सबैले सिङ्गर जस्तो लाग्छ, आफ्नो स्वर राम्रो नभएर हो कि के हो कि सबै राम्रो गीत गाएको जस्तो लाग्छ। अनि तपाईँहरू सबै सिङ्गर जस्तो लाग्छ क्या मलाई। यसैले गर्दाखेरि यो बेसी गीत गाउने गीताङ्गीहरू भएको कारणले गर्दा हुँदै चाहिँ यो बिचमा चाहिँ नि डाहा पस्नु थालिसकेपछि चाहिँ मण्डलीमा पुरा अनिकाल आउन थाल्छ। यसैले गर्दाखेरि तपाईँ र मैले जीवनमा चाहिँ यो डाहा भन्ने कुरो चाहिँ तपाईँ र मैले के गर्नु हुँदैन। यति चाहिँ तपाईँ मैले याद गर्नुपर्छ। आए तापनि अघि हाम्रो त्यो दाजुले भने जस्तो अब म त कन्ट्रोल गर्छु भनेर काम नै भन्दै थिएँ मलाई। अन्त म त किनकि कन्भोकेसनको टाइममै उसले बित्दै निकै कुरो सहँदै थियो कि त्यति बेला म त कन्ट्रोल गर्छु नि भनेर भन्दै थियो। यसै कारण कन्ट्रोल गरेर हुन्छ, कुटेर हुन्छ कि पिटेर हुन्छ कि निमाटेर हुन्छ कि घर चाटेर हुन्छ, आफ्नो यो भित्रबाट निस्किँदै गरेको डाहालाई चाहिँ तपाईँ र मैले कन्ट्रोल गर्नु पर्यो। कोही दिदी प्रभुको सेवा काममा एकदमै फस्टिँदैछ अरे भने उसलाई तपाईँ र मैले डाहा गर्नु भएन। एउटा अक्षर एउटा नक्सा मैले कहाँ सुनेको थिएँ कि थाहा गरेको थियो, हामी नेपालीको र अनि मधेसीहरूको बिचको अन्तर एउटा सुन्तलाको रुख रहेछ। अनि सुन्तलाको रुखमा चाहिँ के रहेछ भन्दाखेरि मधेसी पनि छ हामी नेपालीहरू पनि छ बुझ्नका निम्ति चाहिँ। अनि के गर्दैछ भन्दाखेरि सबैजना रुखमा चढ्दै रहेछ, दुईटै रुखमा मान्छे चढिराखेको छ। अनि मधेसीले चाहिँ पछिबाट ठेल्दै रहेछ, के गर्दैछ ठेल्दैछ। तर हाम्रो नेपालीले चाहिँ माथि पुगेकोलाई तल तान्दै रहेछ हो, तान्दै रहेछ। कसरी हुन्छ के गरेर हुन्छ तल पठाउँ भनेर अरूले चाहिँ त्यहाँ के गरेर ठेल्दैछ। अनि मैले मधेसी मेरो अङ्कल दाजुहरू छ उता मैले सुनेको थिएँ, कोही एउटा गरिब मधेसी छ भने नि तिमीले के गर्छौ भन्दाखेरि उसलाई धनी बनाउनुको लागि चाहिँ सबै मधेसीको एउटा कमिटी मिलेर चाहिँ उसलाई 5 लाख 3 लाख पैसा दिन्छ अरे, गर उन्नति, बिजनेस गर, धनी बना। भाइ हाम्रोको पालो पऱ्यो भने त उसकोमा भएको अलिअलि पनि खोसेर ऋण मागेर लगेर फेरि भोलि दिन पैसा पनि दिँदैन, अनुहार कालो पारेर पैसै दिँदैन। अन्त लुट छ यसरी। यो कस्तो अन्तर हो। संसारको मान्छेमा पनि यस्तो हुँदछन् अरे भने तपाईँ र म चाहिँ विश्वासी हौँ, उद्धार पाएको मान्छे हौँ, मुक्ति पाएको मान्छे भएकोले तपाईँ र मेरो यति नै हुनुपर्छ। अब त्यो चाहिँ के हो, तपाईँ र म चाहिँ विश्वासी भएकोले कसैको खुट्टा तान्ने होइन, कसैलाई लडाउने होइन, कसैलाई गिराउने होइन। अब यो आरिस भएको मान्छे मैले थाहा गरेको जो मान्छेप्रति मलाई आरिस भएको छ, एक्जाम्पलको लागि लुकासलाई हाम्रो दाजु बोझप्रति, दाजु चाहिँ अब नजिकमा अनि मन दुखाउँदैन भनेर मैले उहाँको नाम घरिघरि लिइरहेको छु। मेरोमा दाजुप्रति आरिस छ भने कसो पऱ्यो भने दाजुको जुत्ता देख्दा पनि रिस उठ्छ, उसको सर्ट देख्दा पनि रिस उठ्छ, मलाई टोपी देख्दा पनि रिस उठ्छ। टोपी त छिर्छ, मोचा देख्दा पनि रिस उठ्छ। किन भन्दाखेरि चाहिँ आरिस छ नि त मलाई। अनि कसरी हुन्छ के गरेर हुन्छ दाजुलाई लडाउनै पर्छ मैले। तर हामी प्रभुको जनहरूमा आरिस हुनु हुँदैन। बाइबलमा हाम्रो प्रभु यीशु ख्रीष्ट महान परमेश्वरलाई पनि आरिसको कारणले झुन्डाएको भनिकन बताउँदछ। यसैले मलाई थाहा छैन पहाडमा तपाईँहरूको बिचमा यस्तो आरिसहरू हुन्छ कि हुँदैन, तर म घरिघरि त्यही भन्छु नपत्याउने खोलाले चाहिँ बगाउँछ भनेर। यसैले गर्दाखेरि यदि यो आरिस छन् अरे भने प्रभुको दास आसापलाई सोचौँ, सेवा गर्दा गर्दै म चिप्लिनु आँटेको छु, लड्न आँटेको छु। र अब अन्तिम कुरा त कसरी तपाईँहरू म नचिप्लिने, यो तीनवटा कुरा त गर्नु हुँदैन। प्रभुको दासले यति राम्रो कुरा भन्छ, जब म प्रभुको घरमा गएँ मैले मेरो दृष्टिकोणै चेन्ज भयो भनेर भन्छ, मेरो लाइफै चेन्ज भयो भन्छ। आउनुहोस् त अन्तिम हाम्रो यो पद रहनेछ 17 पदलाई पढ्नु 73 को 70। जबसम्म परमेश्वरको पवित्र स्थानमा गइन,
जबसम्म म प्रभुको घरभित्र गएन, बाहिर बाहिर गीत गाएर उफ्रेर हिँड्दै थिएँ, तर म प्रभुको घरमा पुगिसके पश्चात चाहिँ के भयो भन्दाखेरि चाहिँ मेरो दृष्टिकोण चेन्ज भयो भन्छ। कति राम्रो, मेरो हेराइ चेन्ज भयो। अब यो मान्छेको हालत चाहिँ कस्तो रहेछ, यो दुष्ट मान्छेलाई मैले आरिस गरिराखेको थिएँ, आज मैले जोसँग आफूलाई कम्पेयर गर्दै तुलना गर्दै थिएँ उनीहरूको जिन्दगी मैले बुझेँ, मैले डाहा गर्नु हुँदैन रहेछ भन्ने कुरो मैले बुझेँ। तर मैले जब प्रभुको घरभित्र गएँ त मात्रै बुझेँ, प्रभुको घरमा नगएको भए चाहिँ मैले बुझ्थेन भनेर बताउँदछ। तपाईँ र मेरो जीवनको सुरक्षा, तपाईँ र मेरो खुट्टाको स्थिरता, तपाईँ र मेरो दृष्टिकोणको स्थिरता चाहिँ एउटै बाटोमा छ। त्यो चाहिँ कहाँ रहेछ? परमेश्वरको प्रभुको घरमा तपाईँ र म कुनै हालतमा पनि गइरहनुपर्छ, हामी हिँडिरहनुपर्छ। तर आज तपाईँ आउनुभयो, भोलिदेखि प्रभुको घरलाई छोड्ने भएन। तर बाइबलमा हामी पाउँदछौँ दुई प्रकारको मान्छेले चाहिँ सधैँ सधैँ प्रभुको सङ्गतिलाई छोडिराखेको हुन्छ, प्रभुको सेवालाई छोडिराखेको हुन्छ भनिकन बाइबलले बताउँदछ। पहिलो प्रकारको मान्छेलाई चाहिँ आज व्यस्तताले भरिएको मान्छे भनिकन बताउँदछ। यो व्यस्तताले चाहिँ तपाईँ र मलाई प्रभुदेखि टाढो, सङ्गतिदेखि टाढो बनाउँछ। यसै कारण तपाईँ र म त्यति व्यस्त पनि हुनु भएन। यसै कारण ठुल्ठुलो प्रभुको दासले भनेको रहेछ, व्यस्तता चाहिँ विश्वासीहरूको जीवनमा चाहिँ एउटा शैतानको एउटा पासो हो भनिकन आज बताउँदछ। त्यसै व्यस्त बनाइदिन्छ। रिटायर भयो अब भए पनि व्यस्त, गोरु बेचिसक्यो भए पनि व्यस्त, भैँसी बेचिसक्यो भए पनि व्यस्त। तपाईँ र मैले यदि गऱ्यो अरे भने यो कत्रो खतरा भयो। तर प्रभुको वचन बाइबलमा मैले हिजो हेर्दै थिएँ, प्रभुको दास दासीहरू ठुल्ठुलो पदमा पुगिसकेको रहेछ, मिनिस्टरहरू भइसकेको रहेछ। तर यस्तो खालको व्यस्ततामा पनि उनीहरूले परमेश्वरको सेवा चाहिँ गरे है। त्यो एकजना प्रभुको दासको चाहिँ नाम चाहिँ के रहेछ? दानियल भन्छ। प्रभुको दास दानियल तपाईँ र म जस्तो लेङठेङ्गे मान्छे होइन, हामी जस्तो साधारण मान्छे होइन। ऊ त एउटा उच्च अधिकारी भन्छ। यो दानियल किताब 6 अध्यायमा हामी देख्दछौँ एकदमै ठुलो पदमा पुगिसकेको मान्छे, ठुलो जिम्मेवारी थियो भनिकन बताउँदछ, ठुलो रेस्पोन्सिबिलिटी थियो त्यो देशको भनिकन आज बताउँदछ। त्यस्तो रेस्पोन्सिबिलिटी पाएको मान्छे पनि दिनमा कतिचोटि प्रार्थना गर्थ्यो अरे? 3 चोटि। यदि मण्डली भएको बाबु 3 चोटि मण्डली प्रार्थनामा ऊ जान्थ्यो होला। बिचरा थिएन उसकोमा मण्डली त्यस समयमा, बाबेलमा बन्धनमा थियो। तर पनि ऊ के गर्यो? सब प्रकारको व्यस्ततालाई फ्याँकेर, सब प्रकारको बिजनेसलाई हटाएर चाहिँ ऊ के गर्दछ? प्रभुको घरमा अथवा आफ्नो घरमा आएर उसले प्रभुलाई प्रार्थना गरेको छ। प्रार्थनाको सेवामा कति बेला आउनु हुँदैछ? उपवास प्रार्थनामा कति तपाईँले समय दिइरहनु भएको छ? यो तपाईँ र मेरो निम्ति चुनौती बन्यो। प्रभुको दास दानियललाई हेरौँ, आज उनीहरूले व्यस्तताले उसलाई प्रभुको सेवालाई रोकेन, व्यस्तताले परमेश्वरको हृदयप्रतिको त्यो प्रेमलाई आज रोकेर राख्न सकेन। प्रभुको दासले भने जस्तो फुट्यो अब निस्क्यो, जुत्ता पाए या नपाए। हालेलुया त आम बोलेगा भन्छ। हेर्नुहोस् त, यो कहानी मलाई सुकमन अङ्कलले भनेको, मैले पहिला पनि भनेको तपाईँलाई पनि लाग्छ, मलाई सुकमन बडाले यो कुरो चाहिँ मनमा राखेको रहेछ। नगर न भाइ, वाक्कै लागिसक्यो, तिमीलाई जुत्ता दिन्छु भनेर आज भनेको अरे कि साथीको सकिन रहेछ। अघि प्रभुको दासले हेर्नु कसरी एउटा पदले साह्रो पारिसक्यो, दोस्रो पदले, तेस्रो पदले चाहिँ हिन्दीबाट भन्थ्यो हामीले सुकमन बडाले चाहिँ जुत्ता मिले या नमिले हालेलुया हो, जे पनि होस्, पाओस् कि नपाओस् हालेलुया चाहिँ भन्छु म। भन्नुको अर्थ चाहिँ काम जेसुकै होस्, बरु भैँसी कराई गरोस्, तर अब प्रार्थना चाहिँ गरेर आइहाल्छु, सेवा चाहिँ गरिहाल्छु। यो व्यस्तता तपाईँ र मैले बस्नु भएन। अनि अन्तिम कुरा, कतिचोटि अन्तिम भने चाहिँ ढट्ट जस्तो भयो, तर अब यस्तो कुरो नहोस् है। अब तर यस्तो अन्तिम भनेको थेगो लागेको कारणले। र अर्को कुरा चाहिँ कस्तो मान्छे चाहिँ यो सेवाकाईमा प्रभुको घरमा पाइँदैन, प्रभुको घरमा कन्टिन्यू हुँदैन? बाइबलमा लेखिएको रहेछ अल्छे मान्छे। अल्छे। अब तपाईँहरू यो पहाडको त कोही पनि अल्छे छैन मलाई जहाँसम्म लाग्छ। हामी कतिजना मधेसमा, म आफै कालिम्पोङबाट आएको खण्डमा, उताकोहरू चाहिँ अल्छे नै हुन्छ प्रायः जस्तो। यसैले गर्दाखेरि यो अल्छेपन भन्ने कुरो चाहिँ यति खतरा कुरो हो भन्छ कि बाइबलमा यो पद चाहिँ पढौँ ल। त्यो अल्छेको चाहिँ घरबाट चाहिँ पुरा पानी चुन्छ भनेर बाइबलमा लेखेको कुरा हामी देख्दछौँ। आउनुहोस् त, उपदेशको किताब कति 10 अध्यायको 18 जस्तो लाग्छ, तर मलाई कन्फर्म चाहिँ छैन। पढ्नुहोस् त, उपदेश 10 अध्यायको 18 पदलाई पढ्नुहोस् त। धेरै अल्छेपनले गर्दा घर पनि मकिन्छ अरे, अनि सुस्तपनले घर चुन्छ। भन्नुको अर्थ चाहिँ उसको जिन्दगी चुन्छ, उसको सुरक्षा चुन्छ, घरले उसको त्यो आनन्द चुहेर जान्छ, उसको सब प्रकारको आज महिमा नै आज के भन्छ चुहेर जान्छ, ऊ खत्तम हुन्छ भनेर भनेको। यसैले तपाईँ र मैले के गर्नु हुँदैन? अल्छीपन भन्ने कुरो तपाईँ र मेरो जीवनमा चाहिँ तपाईँ र मैले हटाइदिनु पर्छ। प्रभुको सेवामा जानका निम्ति अल्छी, प्रार्थनामा बस्नका निम्ति अल्छी, उपासनामा बस्नका निम्ति अल्छे। अनि यो अल्छेपनले चाहिँ तपाईँ र मेरो जिन्दगीलाई बर्बाद पार्छ, तपाईँ र मेरो सेवालाई पनि खत्तम पारिदिन्छ,
दिन्छ, मण्डलीमा जान तपाईँ र मलाई मन पर्दैन। अनि प्रभुबाट हामी तपाईँ र मैले यही बुझ्न सक्छौँ, तपाईँ र म के गर्छौँ, चिप्लिन्छौँ। तपाईँले पहिला पनि सुन्नुभएको एउटा एक्जाम्पल बताइकन यो मैले मेसेजलाई राखिहालेको छु। त कुरा चाहिँ के छ भन्दाखेरि अल्छे मान्छेले चाहिँ बहुत मान्छेको जिन्दगीमा कसैको लाइफमा बेसी गुनासो हुन्छ अरे भने नि अल्छी मान्छेको लाइफमा नै गुनासो हुन्छ। अनि एउटा पद तपाईँ र मैले कोलोसीको किताबमा पाउँछौँ, अल्छे मान्छेले चाहिँ थाल थाल भात खानु हुँदैन भनेर बताउँदछ। अल्छी मान्छेले के नगरोस् अरे, भातै नखाओस्, बस बरु भोकै बसेर मरोस् भनेको खास चाहिँ सिधै भनेको मरोस् भनेको नि त। जाओस् बरु किन बस्नु, धरतीको बोझ भनेको। बित्थामा एकजना मान्छेले अलिक हल्का त हुन्थ्यो अर्को गइदिइहालेको भए भनेर भनेको नि त, यो त बोझ भयो भनेको। यसैले गर्दाखेरि स्पिरिचुअल लाइफमा पनि यो अल्छीपन चाहिँ डरलाग्दो। यसै कारण बाइबलमा लेखेको छ तिमीहरू अल्छे नहौ भनिकन आज यसरी यस ठाउँमा बताएको कुरा आज हामी देख्दछौँ। यसै कारण हामी आत्मामा अल्छे तपाईँ र म हुनु हुँदैन, जोसिलो हुनुपर्छ भनिकन यस ठाउँमा बताउँदछ। तर अल्छे मान्छेले चाहिँ यस्तो यस्तो कुरोहरू गर्दछ। दुईजना दाजुलाई प्रभुको सेवाकाईको लागि हाम्रो कालिम्पोङ एलसुदाईबाट सेवा गर्नका निम्ति अब बुझ्नका निम्ति हाम्रो उता झोलोङ भन्ने ठाउँमा सेवाको लागि पठाएको हो। खुसी छ, दुईजना गयो। तर दुईजना गइसकेपछि तर दुईजना दाजुहरू अल्छे है। तर एकजना चाहिँ अल्छे, अर्को चाहिँ महा अल्छे, बुझ्नुभयो। अनि एलसुदाईमा टेन्डु मगरको चाहिँ के थियो भन्दाखेरि काम नगर्ने मान्छेलाई चाहिँ पालाक पुलुक हेर्थे कि खेदाइहाल्ने, अहिलेको शब्दमा चाहिँ पठाइहाल्ने। काम नगर्ने मान्छे भने चाहिँ खेदिहाल्थ्यो। किन टेन्डु मङ्गलले के भन्थ्यो भन्दाखेरि नि यिनीहरूलाई राख्यो भने चाहिँ नि राखिराख्यो भने चाहिँ नि यो काम गर्नेहरू पनि अल्छे हुन्छ। किनकि एकजना अल्छेले डल्लै अल्छे बनाउँछ, एकजना आलुले डल्लैलाई आलु बिगारिदिन्छ भनेको जस्तो चाहिँ टेन्डु मङ्गलले चाहिँ के गर्यो, दुईजनालाई यो अल्छेलाई ठिक पार्नुपर्छ पठाऊ भनेर पठायो। त्यसपछि पठाइसकेपछि दुईजनाको बिचमा झगडा पर्न थालेछ भात पकाउने सम्बन्धमा। अनमेरिड हो, भात पकाउने सम्बन्धमा पुरा अल्छे झगडा हुन थालेछ। तिमी पकाऊ भन्दैछ, म पकाउँदिनँ, तिमी पकाऊ भन्दा म पकाउँदिनँ। बिचरा त्यो अलिकति अल्छेले चाहिँ पकाउँदो रहेछ, महा अल्छे त महा अल्छे भइगयो अब हो। त्यहाँबाट चलेको त्यो रेस्लिङ चलेको खण्डमा चाहिँ म अफिसमा बसिरहेको थिएँ टेन्डु मङ्गलसँग, केही काम गर्दै थिएँ, फोन आए, म त फर्केर आउँछु भन्छ अल्छेले चाहिँ, महा अल्छेले होइन अल्छेले चाहिँ, म फर्केर आउँछु। होइन के भयो तँलाई, किन फर्केर आउँछ, तिमीहरूको 3 महिनाको समयमा 3 महिना सेवा सकेर आइज भनेर भन्छ। वाक्कै लागिसक्यो, यसलाई भात पकाउँदै दिनुपर्छ, भिजिटिङ जाउँ भनेको पनि मान्दैन, बिहान उपासमा पनि उठ्दैन, यो पनि गर भन्दा पनि मान्दैन, त्यो पनि गर मान्दैन, सुतेको सुते गर्छ, बेडमै चिया माग्छ। त्यसो भने एक काम गर, हाम्रो अक्कु यसरी बोल्नुहुन्थ्यो नि त, त्यो कोलोसीको किताबको त्यो पद दे त, काम नगर्नेले भात नखाओस् भने त्यसलाई भातै नदे भनेर टेन्डु मङ्गलले यसरी बोल्नुहुन्थ्यो कि। त्यो दाजु गएछ, हेर्नु बाइबलमा यो लेखेको छ, काम नगर्नेले के नगरोस् अरे, भातै नखाओस् भनेको चाहिँ अबदेखि भात हुँदैन भनेर भनेको रहेछ। त्यो महा अल्छे दाजुले के भनेछ थाहा छ तपाईँहरूलाई? यो बाइबल लेख्ने चाहिँ म भएको भए चाहिँ यो पद चाहिँ म निकालेर फ्याँकिदिन्थेँ भनेर भनेको अरे। बाइबल लेख्ने म भएको भए चाहिँ यो पद चाहिँ म के गर्थेँ, निकालेर च्यातेर फ्याँकिदिन्थेँ। हेर्नुहोस् त, प्रभुको वचनलाई पनि आउट गरिदिन्छ यो अल्छेले चाहिँ। त यो कस्तो खालको कुरा हो। यसरी तपाईँ र म बहुत होसियारी हुनुपर्छ। अब हामी अल्छे नहौ, प्रभुलाई भनौँ, प्रभु जीवनमा यो अल्छीको कारणले गर्दा हुँदी मैले ठुल्ठुलो सेवाकाईको अपर्च्युनिटीहरूलाई मैले मिस गरेँ, मौकाहरूलाई मैले गुमाएँ, म चिप्लिएँ, म लडेँ, अबदेखि यसो हुने दिने छुइनँ। एउटा निर्णय तपाईँ र मैले गरेँ, यो अन्तिम निर्णय हो। सबैजना घोडामा आउनुहोस् 1 मिनट र हामी यो एउटा गहिरो निर्णय गर्छौँ। हामीलाई अब चिप्लिनु छैन, हामी लड्नु हुँदैन। अब तपाईँ र मैले बहुत याद गर्नुपर्छ। आज हामी यस ठाउँबाट फेरि पनि हामी फेरि भेट्छौँ अरू सेवाकाईहरूमा, चिप्लिएको अवस्थामा हामीले आफूलाई नपाऊँ, लडेको अवस्थामा सङ्गतिविहीन फेरि नपाऊँ, फेरि यो फेसलाई, फेरि यो मुहारलाई आज हामी भेट्न पाऊँ। यो ठुलो इच्छा, यो चाहना आज हाम्रो रहेको छ, प्रभुको रहेको छ। अनि प्रभुलाई अहिले भन्नुहोस्, प्रभु आसाफको जीवनबाट तपाईँले बताइदिनु भयो, छर्लङ्गै सिङ्गर थियो, सेवक थियो, वचन बावक पनि थियो, तर ऊ चिप्लिनु आँटेको छ, लड्नु आँटेको छ। ऊ कारण चाहिँ यति नै रहेछ, गलत कुरोमा दृष्टि उसले लगायो, अझ डाहा उसले गर्यो र उसले आफूलाई अरू अधर्मीसँग कम्पेयर गर्यो, तुलना गर्यो। अनि पछिबाट गएर ऊ सेभ हुनका लागि चाहिँ प्रभुको घरभित्र जाँदाखेरि सबै कुरो उसले बुझेछ। मेरो जिन्दगीमा पनि केही यस्तो कुरा छ, अल्छेपन छ, मेरो जीवनमा बिजनेस छ, जसको कारणले गर्दा हुँदी म तपाईँको घरभित्र पस्न सकिराखेको छुइनँ, कन्टिन्यू सेवा हिँड्न सकिराखेको छैन। सन्डे मात्रै हिँड्दैछु, मङ्गलबार हिँडेको छुइनँ, बिहिबार पनि कटेज मिटिङमा अलिकति पातलो नै छ मेरो। प्रभुलाई भन्नुहोस्, मङ्गलबार त अब कुरै आउँदैन, तपाईँले आफूलाई भन्नुहोला अनि भन्नुहोस्, प्रभु अब म यो अल्छेपन मेरोबाट निकालिदिनुहोस्, मेरो जीवनबाट यो बिजनेस हटाइदिनुहोस्। प्रभुको दास दानियललाई स्मरण गर्छु। अझै हामीले प्रभुको दास पाउँछौँ जसको नाम हो दाउद, जो अति राजबाट ठुलो राजा थिए, तर जब पनि
कसैले उसलाई प्रभुको घर जाउँ भन्थ्यो, ऊ कुद्दै प्रभुको घर जान्थ्यो। 10वटा कामलाई छोडेर पनि प्रभुको घरमा उनी जान्थ्यो। कुनै पनि व्यस्तताले उसलाई प्रभुको घरमा जानबाट रोकेन। प्रभुको दास दाउदलाई हामी देख्छौँ। यसकारण भन्नुहोस् प्रभुलाई, प्रभु तपाईँको दास दाउद जस्तै जब कसैले मलाई भन्छ प्रभुको घर जाउँ भनेर, म कुदेर जान्छु अब प्रार्थना सेवामा, सङ्गतिमा, ताकि म नचिप्लौँ, मेरो पतन नहोस्। तपाईँले भन्नुहोस् दया गरिकन। अनि प्रभुलाई पश्चातापी हुनुहोस् लापरवाहीको लागि। जहाँ कहीँ तपाईँले पश्चातापी, जहाँ कहीँ तपाईँले बिराउनु भएको छ, चिप्लिएको अवस्थामा पाउनुभयो, खुट्टा चिप्लिनु आँटेको छ, आधा बाटोमा पुगिसकेको छ, अनि प्रभुलाई भन्नुहोस् मलाई सहायता गर्नुहोस्, मलाई मेरो पाउलाई तपाईँले स्थिर गरिदिनुहोस्, ढुङ्गामाथि तपाईँले स्थिर गरिदिनुहोस्, आज मेरो पाउलाई तपाईँले स्थिर गरिदिनुहोस् भनिकन प्रभुलाई भन्नुहोला। मेरा पाइलाहरू स्थिर गराइदेऊ प्रभु, कहीँ लड्नबाट बचाइदेऊ। मेरो चञ्चल हृदय दृढ गराइदेऊ प्रभु, कहीँ गिर्नबाट बचाइदेऊ। हो प्रभुजी, हामी यही बिन्ती गर्छौँ तपाईँलाई, मेरो पाइलालाई अब स्थिर गराइदिनुहोस्, मेरो चञ्चल हृदयलाई तपाईँले दृढ गराइदिनुहोस्। कारण तपाईँ आफैले हाम्रो पाइलालाई स्थिर गराइदिनु भएन भने, हाम्रो हृदयलाई दृढ गराइदिनु भएन भने म चिप्लिने रहेछु। प्रभुको छोराहरू चिप्लिने रहेछ, तपाईँको छोरीहरू चिप्लिने रहेछ। यति महान प्रभुको दास, एउटा राम्रो गीत गाउने, बजाउने अनि प्रभुको सेवक जसले आफ्नै अनुभव भन्दैछ, म चाहिँ मेरो विषयमा भन्छु, म चाहिँ चिप्लिनु आँटेको थिएँ, चिप्लिनै लागेको हो, मैले बाटो बिराउँदै गएको हो। प्रभुको दासले आफ्नो गल्तीलाई स्वीकारेको छ यस ठाउँमा। प्रभु, हामीले देख्यौँ के कारणले आज हामी सेवा गर्दा गर्दै चिप्लिने रहेछौँ, कसरी बाटो बिराउने रहेछौँ, हामीले सबै कुरो बुझेका छौँ। अब तपाईँले दया गर्नुहोस्, कसैलाई डाहा गर्नबाट हामीलाई रोकिदिनुहोस्। प्रभु, गलत कुरोमाथि दृष्टिकोण दिनदेखि तपाईँले रोकिदिनुहोस्, आफूलाई अरूसँग कम्पेयर गर्नदेखि तपाईँ प्रभुले रोकिदिनुहोस्। अनि सधैँ तपाईँको घरमा आफूलाई पाऊँ, अनि त्यो व्यस्तताले नरोकेको होस्, त्यो अल्छेपले नरोकेको होस्, र आफूलाई प्रभुको घरमा पाएर सधैँ तपाईँ प्रभुमा स्थिर रहेर त्यो हाम्रा दुल्हा प्रभु तपाईँलाई भेट्न हामी तयार हुन सकौँ। तपाईँलाई बिन्ती अनि प्रार्थना गर्छौँ। प्रभु, यस वचनको रक्षा चाहँदै प्रार्थनालाई मुक्तिदाता प्रभु यीशु ख्रीष्टको नाममा चढाउँछौँ। सुनिग्रहण गर्नुहोस्। आमेन।